उपचारका लागि 1 महिना सिङ्गापुर बसेर फर्किए लगत्तै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पुनः सक्रिय राजनीति भूमिकामा उत्रिएपछि पार्टी नेतृत्व समीकरण फेरि अस्थिर बनेको छ। जेएनजी आन्दोलनका क्रममा निर्घात कुटपिट भएपछि कार्यकारी अधिकार उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पेर विदेश गएका देउवाले सहज रूपमा नेतृत्व हस्तान्तरण गरेको भन्दै प्रारम्भिक सहानुभूति पाए पनि फर्किएपछि देखिएको उनको सक्रियताले काङ्ग्रेसभित्र नयाँ शङ्का र विवाद जन्माएको छ। गत असोज अन्तिम सातादेखि सुरु भएको काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक महाधिवेशनको मिति टुङ्ग्याउन नसक्दा अनावश्यक रूपमा लम्बिँदै गएको छ। 15औं महाधिवेशन कहिले गर्ने भन्ने विषयले बैठकलाई बन्धक बनाएको छ। यही विवादका कारण सभापति शेरबहादुर देउवा र महामन्त्री द्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच मतभेद खुलेर सतहमा आएको छ। त्यसो त देउवाले विदेशमै बस्दा पार्टीका महत्त्वपूर्ण निर्णयहरू रोकिएको आरोप खुलेर उठाइरहेको बेला स्वदेश फर्किएपछि उनको सक्रियताले महामन्त्री द्वयलाई झन चनाएको बनाएको छ। महामन्त्रीहरू विशेष महाधिवेशन मार्फत नेतृत्व परिवर्तन गरेर आगामी चुनावमा जाने तयारीमा छन्। तर देउवाको सक्रियताले संस्थापन पक्ष महाधिवेशनलाई चुनावपछि सार्न चाहन्छन् भन्ने सङ्केत बलियो हुँदै गएको छ। दल दर्ताका लागि निर्वाचन आयोगमा देउवाकै हस्ताक्षर पेश गरिनु पनि आगामी निर्वाचनमा पार्टीमा देउवाकै पक्कड कायम राख्ने सङ्केतका रूपमा व्याख्या गरिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अधिकार दिएको भए पनि औपचारिक रूपमा देउवाकै हस्ताक्षर गरिएको निर्णयले संस्थापन पक्षको रणनीति स्पष्ट भएको काङ्ग्रेसका नेताहरूले बताउँदै आइरहेका छन्। जेएनजी आन्दोलनपछि काङ्ग्रेसभित्र नेतृत्व परिवर्तनको माग जोरदार रूपमा उठिरहेका बेला काङ्ग्रेसको देउवाको पुनः आगमनले सक्रियताले धेरै कार्यकर्ता निराश बनाएका छन्। विशेष गरी युवा पुस्ताले आन्दोलनको मर्मअनुसार पार्टीले आत्मसुधार गर्नुपर्ने अपेक्षा राखेका बेला महाधिवेशनलाई चुनावपछि धकेल्ने सङ्केतले पुनः देउवा सभापति बन्ने तयारी त होइन भन्ने प्रश्न पनि उब्जिएको छ। पार्टीका केही नेताहरूले यसले काङ्ग्रेसलाई सङ्गठनात्मक रूपमा थप कमजोर बनाउने चेतावनी समेत दिइसकेका छन्। आन्तरिक विवाद, महाधिवेशनको अनिश्चितता र नेतृत्वको अविश्वासका कारण काङ्ग्रेस अहिले निर्णायक मोडमा पुगेको छ। समयमै स्पष्ट निर्णय नलिए पार्टी विग्रहको जोखिम बढ्दै जाने विश्लेषकहरूको ठम्याइ छ।